चाहिँ हजुरहरू सबैलाई सन्चै नै आएर नै हुन्छ होला। सो म पनि सन्चै नै आएर नै छु। आज चाहिँ म भ्लग स्टार्ट गर्न गइरहेको छु होइन, धेरै महिनापछि। अनि त्यही नै हो, तपाईँहरूलाई पनि अब भ्लगहरू दिन सकिरहेको थिएन, किनकि नेपाल आएर चाहिँ म भ्लग गर्छु भनेर म तपाईँहरूलाई भनेकै थिएँ, तर पनि गर्न सकिरहेको थिएन होइन। आज चाहिँ म यस्तो भइरहेछ, ऐना पनि के भयो यस्तो यार, अनुहारै नदेखि नि दाइको रुम के हो यो। सो म चाहिँ आज होइन भ्लग गर्न गइरहेको छु। अनि आज चाहिँ हाम्रो सानो भाइसँग चाहिँ स्विमिङ गर्न जाने भन्ने प्लानिङ भयो। अनि मेरो काठमाडौँ दाइहरू पनि आउनुभएको, अनि भाइ पनि छ क्या। अनि त्यही भएर अनि हामी चाहिँ चारजना चाहिँ आज स्विमिङ गर्न जाने भन्ने प्लानिङ हो। अनि त्यही हो, अब चाहिँ हामी स्विमिङ गर्न जान्छौँ। आजको भ्लग चाहिँ हजुरहरूलाई कस्तो हुन्छ देखाउने छु, आज के गर्छु आज दिनभरि चाहिँ तपाईँहरूलाई देखाउने छु होइन। सो त्यही नै हो, म चाहिँ एकदम रेडी भइसकेको छु होइन। हेर्नुहोस् होइन, आज चाहिँ मैले ग्रिनमा, मैले चाहिँ लाइफमा फर्स्ट टाइम लगाएको ग्रिनमा यो टाइपको लुगा चाहिँ होइन, यो कलरको चाहिँ, किनकि अहिलेसम्म मैले यो कलरको लुगा चाहिँ लगाएको होइन, फर्स्ट टाइम लागेको हो। अनि त्यही नै हो, अब अरू के हुन्छ अब तपाईँलाई देखाउने छु होइन। गाइस त्यही नै हो। सो गाइस हामी चाहिँ एकदम रेडी भइसकेको छ होइन, अब जाने बेला भयो। त्यही हो, म अनि खै त कहाँ कहाँ यस यो भाइ होइन, हिदम हेलो भन्दै खै छिटो भन्, जाने जाने त हेलो भन्यो भने जाने 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 छिटो हेलो गाइस भन्छु त्यहाँ छिटो ओ हेलो भन्दै हामी स्विमिङ खेल्न जाने हो भन्। सो त्यही नै हामी चाहिँ अब त्यसो मात्र यो हो, त्यही नै हो। अब हामी चाहिँ निस्किनु भएको होइन। आइज हाम्रो आजको गाडी चाहिँ यो हो, साधन हिँड्न। अब यसको ड्राइभर पनि फेरि मै हो होइन, अरू सबै खलासीहरू चाहिँ, एउटा खलासी यहाँ छ, अर्को खलासी त्यहाँ, त्यो मेन खलासी त्यहाँ होइन। त्यो चक्क गाडी चलाउनु पर्ने हुन्छ। सो यस्तै हो, अब धेरै दिन भयो गाडी नचलाएको पनि, अब आज फेरि गाडी चलाउनु पर्ने भयो। त्यही नै हो गाडी छैन, अब म चाहिँ निस्किन्छु। राहुल भित्र आइदिनु नि तपाईँ यसो, टक्क गाडी निकालेँ। ल ल ब्याक ब्याक ब्याक। लिफ्ट लिफ्ट त्यही नै हो। अब चाहिँ हामी हिँडेर आएको, सबैजना आइसक्यो गाडीमा चाहिँ होइन। एकदम आरु एक्साइटेड सस्तो स्विमिङ गर्नलाई। हामी चाहिँ अब जान रेडी भइसक्यो होइन। त्यही नै हो, अब हाम्रो तेस्रो बोस आउँदैछ को, हामी चाहिँ आज चारजना हो। सबले हाल्यो नमस्ते भन्दा मेरो फ्यामिली युट्युब फ्यामिलीलाई नमस्ते हो ल राहुले। अब यस्तो भिडियो है, हाम्रो राइड चाहिँ सुरु भइसकेको छ अब यात्रा। यस्तो ड्राइभर अलिकति गतिलो पऱ्यो नि कि होइन, 2-4 दिन पछि चला भने त्यस्तै हुन्छ। 2-4 दिन हो र महिनापछि हो नि। मैले चलाएँ ऊ त्यहाँ पुगिसक्यो कुरा भाइ बनाएन पनि गाडी चलाएर आऊ, म सब चलाइदिन्छु। पर्दैन बाहिरको सिन देखाइदियो त है। बाहिर सुन्दैन ए खचडा छ भने देखाउनु पर्दैन। यो चाहिँ हाम्रो गाउँ होइन, हाम्रो गाउँ धेरै ब्युटिफुल छ। केटी मान्छेहरूलाई पनि राम्रो मेकअप गरेको छ अहिले, बर्खा लगाएर पुरै पानी चिया जस्तो हुन्छ पानी। छिनमै दुध हाले चिया, दुध देखा त्यहाँ हेर। हेलो एक्सक्युज मी, क्यामेरा सोइङ देयर ओके। अरू इङ्ग्लिस मेरो अलिअलि धेरै पढे लेखे पऱ्यो कुरो। लिचीको बोट गाउँको सुन्दरता भन्नु पऱ्यो नि त। म चाहिँ नयाँ ड्राइभरसँग चढेँ हो कि अरे, अब यसरी बढ्नु पर्छ, सिट बेल्ट लाएर अलिकति ड्राइभर नलाउने, अब म चाहिँ लाउनु पर्ला। नयाँ ड्राइभर पऱ्यो अनि गाह्रो छ। स्विमिङ पुल
हो एकदम यहीँ खेल्ने हो यहीँ खेलौँ न त उ। स्विमिङ पुल ओए स्विमिङ पुल रिदम डाइभ हान्ने हो त यसले चाहिँ जान लिन्छ के अरे आम्मामामा के लाने हो यहाँ उताबाट हाल्नु उता खाल्टो हो उतैबाट हाल्नु यो बिचमा पारे अब बिचमा पारे गाडी धुवाएन कि कुनापट्टि हाल हो जाकिस मैले भन्दैछु हामीले चाहिँ अर्को खलासीलाई छोडेर आइसकेको छौँ ढकालमा पठाएको बिचरा बाहिरै बसिरह म चाहिँ अब यहाँ लगाइदिन्छु भित्र आउनु पाउँदैन त्यो अझै हिँड्दिन सोच्थेँ तँलाई खोलिस्यो त हेर तान पक्रियो भने एकछिन तान बोल कहाँ ल्याएर रोकेमा आलु दुखै पाउनु पर्छ जहाँ पनि सर्टकट भिडियो यति बनाउनु पर्छ मैले गाडी चलाएर सो गाइज हामी चाहिँ आइसकेका छौँ होइन बल्ल भर्खर आइदियो गाडी साडी ल्याएर पार्क गऱ्यौँ होइन अनि केटो पनि यहीँ छ अनि त्यही नै हो हामी चाहिँ अब जानुपर्ने हुन्छ एकदम मान्छे धेरै छ आज शनिबार छ नि त अनि त्यही भएर मान्छे चाहिँ अलिक धेरै आएको छ हामी फेरि फर्स्ट टाइम स्विमिङ गर्नु लाग्यो लाज लाग्ने भयो कि फेरि भुँडी पनि फेरि अब त्यस्तै छ फेरि म त टी सर्टै लगाएर खेल्नु पर्ला आज यार स्विमिङ पनि भुँडी देखेर मान्छे डर्सिन्छ होला या प्रेग्नेन्ट जस्तो 9 महिना त भइसक्यो भुँडी यार अनि तनाव छ होइन चक्क यहीँ मालपट्टि हाम्रो रिसोर्ट चाहिँ ओ रिदम कहाँ गयो त्यो यहीँ छ रिदम सुनार पनि यहीँ छ होइन अनि केटो हामी यसलाई खास मेन परेको यसलाई स्विमिङ गर्नलाई यहाँ यसको धोको पुऱ्याउनु गर्न लिएर आएको हो खास चाहिँ अनि हामीहरू त्यसमा इन्जोय गर्न आएको हो जाम ल हामी जाने अहिले त्यहीँ गएर फुटिदिउँ हिँडौँ जाउँ ल अच्छा यो अहिले लिन आउँला क्या अहिले स्विमिङ गर्ने बेला यहाँ राम्रो आउँछ हिँड्नु माथि झ्याल लगा न यस्तो गर अलि यताको झ्याल स्याल लगा अहिले पछि तल लिनु पर्छ कि सामान अहिले एकछिन जाउँ पहिला माथि अनि जाउँ ल सो गाइस त्यही नै हो अब चाहिँ हामी स्विमिङ गर्न जान्छौँ ओ पस लिएर आइज है पस सबै उलाएर आइज है झ्याल लाएर तर के भन्छ यहाँ घर मेरो अनुमति बिना कहीँ जाने होइन त्यही नै हो दामी छ नि यहाँ रिसोर्ट त फेरि खडा छ है रिसोर्ट चाहिँ उसको नाम चाहिँ मार्को पोलो हो होइन जस्तो मार्को पोलो रिसोर्ट ढिकुरे नुवाकोट हो होइन छैन हो गाइस हाम्रो एकदम रक मेरो भाइ आउँदैछ होइन कडा होइन आयो गर्मी चाहिँ लास्ट क्या त्यही भएर पौडी स्विमिङ गर्छु नि पौडी भन्न आइहाल्छ गाउँले चाहिँ पनि मुठो त गइहाल्छ त्यही नै हो हो नि खतरा बबाल रमाइलो हुन्छ क्या हाम्रो नाच्दिनु है क्या हो र एकचोटि नाच्दिनु क्या हो सो गाइस हामी चाहिँ स्विमिङ गर्न आइसकेका छौँ होइन म रिदम भाइ चाहिँ पुरै खेलेर आयो होइन रिदमै कस्तो भइरहेको भन्दै त एक्साइटेड कस्तो भइरहेको फिलिङ गुड राम्रो छ विनोद के सुधार नि ए सेललाई मजा भइरहेको नि होइन गाड्दामै ठिकै छ अनि हाम्रो क्यामेराम्यान अर्को चाहिँ यहाँ छ होइन म चाहिँ यहाँ स्विमिङ गरेर आएको छु त्यही नै हो क्यामेराभरि पुरै पानी पऱ्यो कि क्या हेर त त्यस्तो त्यसो भए ठिक छ ल बधाई चल्छ आरब सुनार ब्लग घर सब्सक्राइब गरिदेऊ ल खोजी है मेरै फोटो छ है
AARAB अरब सुनार है अरब सुनार ब्लग खेल्न आउँदै थियो दाइलाई खेल्न आउँदो रहेछ त पुरा अन्डरबाट हान्दैछु ल एकचोटि भाइले फेरि एकचोटि अन्डरबाट हानिदियो ल यहाँदेखिबाट कहाँसम्म हानिदिन्छु ल ट्याक्क है त ल है ल है को दुईजना हो ल ऊ मात्रै भाइ ल एउटा भाइ हानिदिन्छु ल हानिदियो ल ल है ल है ल है ल है माछा हो कि भाइ यार खतरा हानिदिन्छ भित्रभित्र यार ओइ 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 ल ल ल ल ल दियो 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 खतरा ल खतरा 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 दामी 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 ल ल भाइको पनि पाएको अर्को भाइ पनि हानिदियो ल होइन त्यसको फेरि घन्टामै हान्दैन नि भाइले सक्छ ट्राई हानिदियो ल एकचोटि ल है ल है ल है ल है भाइ पनि हानिदियो है यो भाइ कहाँको भन तिमी कहाँको भन भाइ जयप्रकाश छोरो हो मलाई चिन्यो चिनेन राजकुमारलाई चिन्छ राजकुमारलाई चिन्छ सुजन्दालाई चिन्छ चिन्यो चिन्यो कति सुरु भएको छ क्या त्यो त्यस्तो लाग्यो मेरो भाइ चाहिँ पुरा अब उल्टी सुल्टी हान्दैछ यहाँ होइन ल छ छिर्छ रेडी 1 2 3 को ओ हाने हाने केटाले कट्टु फुस्क्यो कट्टु फुस्क्यो नि फेरि यसको देखो लास्ट फेरि भाइ नदेखा त अस्ति फेरि न फेरि अहिले एकदम म चाहिँ घाम पाकेको छु ल आइज 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 ल एकदमै माछा डल्फिन भइरहेको फाइनली हामी चाहिँ होइन स्विमिङ गरेर टक्क पाराले अब सब लुगा सुगा लगाएर हामी चाहिँ बसिसकेका छौँ होइन कस्तो किरा आएको र माछाले कस्तो फुर्सो भएको यार त्यो अहिले चाहिँ स्विमिङ चाहिँ कतिजना मान्छे है सबैजना घाएर चाहिँ गइसक्यो होइन अब हामी नि यहाँनिर छौँ हामी सबै खासो खाने अनि खासो खाएर जाने प्लानिङ हो अब रिदम सरले चाहिँ मोमो खाने भने खास पिज्जा खाने भनेर आएको केटा चाहिँ पिज्जा नपाउने थियो रिसोर्टमा चाहिँ अनि त्यही भएर हामी चाहिँ अब मोमोसम्म खाइन्छ होइन त्यही नै हो नेपालीको बेस्ट मोमै चिकन मोमो खान्छौँ गइन्छ होइन त्यही नै हो गइन्छ भने थोरै देर बाद मिलेंगे हम जस्तो गाइस होइन हामीहरूको चाहिँ खाना आइसकेको छ अब चाहिँ हामी खान्छौँ किन के हो रिदम गोलो भाँडा खाउँदैन यहाँ त चम्चा नि गोलो चाहियो अलिक पछि मगाइदिन्छु ल सो हाम्रो चाहिँ यहाँ विङ्स आइसकेको छ होइन 4 पिस अनि त्यसपछि हाम्रो यो मोमो होइन त्यसपछि यो हन्तकालीहरू चाहिँ एकचोटि खाउँ पनि भने गाउँमा खान थालिसक्यो यस्तो जिन्दगी पाएको केटाहरू चाहिँ सो म नि अब खान्छु एकदम फोर्सो भयो क्या यार त्यही भयो क्या सो त्यही नै हो एकदम कस्तो छ मिठो छ एकदम बबाल छ के हो कस्तो गरेर खाइदिएको त केटा विङ्स खान सुरु हो पहिला चाहिँ म नि विङ्स खान्छु है तैँले विङ्स यसलाई नि एउटा राख्दै यसलाई सिङ्ग्यो क्या सो मैले चाहिँ फर्स्ट बाइट खान्छु है मिठो छ टाढो छ यहाँ माथि राख न त्यही राख एउटा बबाल छ यार मिठो छ कस्तो भन्दै Just little bit tasty, no more. हो इङ्ग्लिस बोले यार बुझ्दैन मैले तातो हो Oh, too much hot. सो मोमो पनि आइसक्यो मोमो चाहिँ म हातले नै खान्छु क्या प्रायः तपाईँले खान्न चिकन पनि खायो एकदम तातो भए हातले हातले यो चाहिँ खानै नपाएर खाइरहेछ यार तर कुकुरले हड्डी साली खान्छ भाइ के हो र अर्को सहरै निस्किनु भएको हुन्छ होइन मन दुखिन्छ ओ माइ गॉड अझ सकाल थियो
बिउ र पानी चाहिँ खाइसक्यो आउल लाग्छ त्यस्तो चाहिँ लाग्यो मलाई कोक आउनु पनि कोकै आएन हातले खाने जाऊँ दाले हातले खाने चिसोले मगायो चिसो चाहिँ आउँदै आयो क्या गर्मी भइसक्यो इङ्ग्लिस पनि सक्नु लागिसक्यो चिसो चाहिँ आइदिएन बिलको आज हाम्रो डोनर चाहिँ विनोद सर हो भर्खर बिस हाम्रो 1 महिना भयो पैसा खतरा थापेर आएको केटाले होइन झ्याप्प तिर्छ त्यही नै हाम्रो दाइ चाहिँ आइसक्नु भएको छ हाम्रो दाइको मार्को पोलिसनमा आउनु सक्नुहुन्छ हजुर पनि होइन ढिकुरीमा ठ्याक्क छ विङ्स चाहिँ मिठो लाग्यो यार दामी हो थ्याङ्क यू दाइ ल अब चिसो चाहिँ आइसकेको छ होइन चिसो चाहिँ म खाइदिन्छु ल खुट्टाले भयो यार दाँत दुख्न टोक्देर ल खाइ 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 म टोक्दिनँ क्या हो अलिकति खानु पऱ्यो फुकालीसित होइन एकदमै चिसो खा है चिसो चिसो खा सुगर चाहिँ हामी अब खान्छौँ नि खाएपछि पनि फेरि भेट्दैछौँ है अहिले चाहिँ अब खानु सुरु गर्नु पऱ्यो भोक अघि लागिरहेको छ भिडियो आधी सकिन्छ अब पुरै सक्नु छ भिडियो फेरि आउँछ है त तपाईँहरूसँग सो गाइस हामीहरू चाहिँ अब यहाँ खाजा चाहिँ खाएर चाहिँ निस्किसक्यो यहाँबाट होइन बिलसिल तिरियो होइन अब चाहिँ हामी घरतर्फ लागेको त्यही नै हो जस रमाइलो भयो स्विमिङ गरेर खाजा खाइयो अब हामीहरू चाहिँ लागिसकेका छौँ होइन त्यही नै हो बिल चाहिँ आज धेरै आएन अलि धेरै छोटो भयो बिल चाहिँ अलि लामै हुनुपर्ने बिल थोरै भयो होइन त्यही भएर तनाव भइरहेको यहाँ बिलले गर्दाखेरि चाहिँ तर केही छैन अब कहिलेकाहीँ यस्तो बिलहरू हेर्नुपर्छ हामीले कहिलेकाहीँ अरूले मात्रै कति हेरोस् अरूले मात्रै कति हेरोस् भनेर चाहिँ हामीले बिल लामै काटिदिँदै भनेर लामै काट्न लगाएको बिल त्यही नै हो रमाइलो भयो अब सो हामीहरू चाहिँ लाग्छौँ होइन आइज त जाऊँ ल जाम मजाले अब टक्क पाराले होइन यता आइज न पोइ जाऊँ अब जाऊँ के हो पानीको क्यान त्यहाँ कडा खाँदै यार जो त खाँदाहरू पुरा अब यसलाई बोक्नु पर्ने हो ल ल दाइ ल थ्याङ्क यू धन्यवाद है एकदम धेरै राम्रो सर्भिस गरिदिनु भयो धन्यवाद ल हस् दाइ ल हस् ल जाम 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 तपाईँलाई भाइरल गरिदिनु त नेक्स्ट टाइम आउँदाखेरि यता आइज सो पख एकछिन बाइक आएर हामीहरू चाहिँ अब घरतर्फ लागेको आजको चाहिँ हिँडेको थियो होइन त्यही नै भयो भ्लग चाहिँ अब यस्तै हो अब घर जान्छौँ घर गएर फेरि माथि पसल जानु छ पसल बन्द गर्न सानले छोड राखेर आएको छु पसलमा अब चाहिँ हामी घरतर्फ लागेको कहाँ गएछ एकदमै फोटो देखाएर खिच्ने ल म चाहिँ अब घर लाग्छु घर लगाएर चाहिँ म गाडी चाहिँ अलिक रेडी गर्छु होइन हाम्रो गाडी चाहिँ यहीँ छ ल है त फाइनली गाडी म चाहिँ पसल आइसकेको छु होइन किनकि अलिक घरमा आएर गाडी काट्नु थियो अनि बाहिर त्यहाँ छोडेर होइन अनि दाइहरू पनि उता घरमा गयो अनि म चाहिँ माथि पसलमा आउनुपर्ने काम थियो अनि पसलमा थोरै काम थियो क्या यो थोरै सिग्री फेन्सिङ गर्नुपर्ने थियो अनि यो सिग्री फेन्सिङ गरेर जान्छु म चाहिँ अहिले होइन अनि सानो चाहिँ त्यहाँ हुनुहुन्छ सानो सानो चाहिँ बिहान मैले पसल खोल्दाखेरि सानो छोड्दाखेरि पसल चाहिँ अनि सानो बस्नु गऱ्यो सानो लिनु पनि आएको अनि अब चाहिँ एउटा सिक्री पनि थोरै फेन्सिङ गर्नुपर्ने भएको यहाँ बस्नु आएको खास चाहिँ अब चाहिँ जान्छु स्विमिङ गरेको नुहाउनु पर्ने चाहिँ खायो भने हेर्नु यस्तो कालो भयो यो त नाम भइरहेको गएर नुहाइधुवाइ गरेर अनि बेलुका फेरि भेटिनेछु तपाईँको साथमा होइन अब चाहिँ म पुरा सामान चाहिँ निकालेर होइन अनि सेभ गरेर राखेर अनि म चाहिँ जानेछु अब यो सिक्री थोरै सकाउनु बाँकी छ अनि यो थोरै सिक्री सकाएर म चाहिँ घर जानेछु यस्तो कपाल कटिङ गरेको यहाँ स्वाइन खाने भन्ने तपाईँ भन्नु ल स्वाइन ल्याएर कालो अन्डामा के खान्छ त्यही नै गाइस ल अब चाहिँ म घर जानेछु यो सिक्री सकाउँछु अनि जान्छु सो फाइनली गाइस होइन अब चाहिँ म चाहिँ नुहाइधुवाइ गरेँ घरमा आएर होइन
फर्स्ट वर्ष आएर खानासाना खाएर अनि नुहाइ गरेर अब चाहिँ गुड नाइट हुनु लागेको बेला भयो होइन। गाइस आजको भ्लग चाहिँ के कस्तो लाग्यो हजुरहरू प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। अब मेरो चाहिँ यस्तै हुन्छ भ्लगहरू चाहिँ होइन, धेरै राम्रो चाहिँ हुँदैन किनकि चाहिँ अब धेरै भ्लगहरू पनि बनाइरहेको छैन नि त, अनि त्यही भएर हो। त्यही नै हो भन्दै अब चाहिँ म बिदा हुन चाहन्छु। फेरि म नेक्स्ट भ्लगमा आउने छु होइन। केही अब त्यस्तै कन्टेन्टहरू प्रायः पाउँदिनँ नि त, त्यही भएर नै हो। आज चाहिँ कन्टेन्ट पाउनु भयो भने भ्लग सुरु गरेको थिएँ, त्यही हो। अब फेरि नेक्स्ट भ्लगमा भेटौँला भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। हस् त।